मोटाको हामीले भाडा मेरो होइन टोपी छ मेरो लाग्दैन भाडा त गाडीले पो लिन्छ बुवाको भने बुवा हाय भन्दिन बाजे अघि मैले कस्तो सिकाएको थिएँ हाय दुईजनाले हेलो भन्नु न हेलो हेलो साकेला नाच्नुपर्छ है बाजे ल त्यो त्यसको आशाले म आएको होइन आशा होइन हो आशा हाटाको आठाना तिरेर चामल बोकेर खाएको म हिँडेर झर्छु हिँडेर पुग्छु ल है हाम्रो बाजेहरू भोलिको भाग दौडको लागि हेलो एभ्रिवान शिवानी नमस्ते वेलकम छ हजुरलाई सबिनाको ब्लगमा है अनि अहिले चाहिँ म घरमा छु अनि अहिले भर्खरै धरान गएर आएको मेरो डेडीको बुवा मेरो बुवाको पनि बुवा भोजपुरबाट आउँदै हुनुहुन्थ्यो अनि बाजेलाई लिनको लागि गएको थिएँ अनि लिएर आइसकेँ अनि बाजेको पनि बुवा हुनुहुन्छ होइन अनि बाजेको बुवा चाहिँ बिहानै आइसक्नु भएको थियो अनि सो धेरै वर्षपछि लगभग 5-6 वर्षपछि उहाँहरूको भेट हुनेवाला छ रियाक्सन के कस्तो हुन्छ एकछिनमा देखाउँछु है त अनि उहाँहरूको लागि एउटा सानो सरप्राइज पनि छ उहाँहरूको रियाक्सन चाहिँ के कस्तो हुन्छ त्यो चाहिँ भरे नै हेर्नु होला अनि सँगसँगै मेरो मम्मीको लागि पनि सरप्राइज छ त्यो चाहिँ एकछिनमा देख्छौँ यहाँ बस्नु बाजे बोक्ने मेरोबाट गरौँ हुन्छ यहाँबाट पनि मेरो बाजे कसैले ओहो बाजेलाई होइन सुरुमा ठुलो बाजेलाई ठुलो यता बाजेलाई कसैले बाजे खै पकाउनु न हात हाल्नु न सेवा है दिदीको तर्फबाट सेवा पुनेसको भाडा मर्ने बेलामा त्यस्तो होइन ढाका टोपी यो चाहिँ होइन टोपी छ मेरो यहाँ यो नातिनीले दिएको त सासु बाजे मेरो टोपी छ यो बाजे यहाँ टोपी छ नाङ्गो भन्छ बाजे नाङ्गो होइन त्यो राख्नु भन न एकछिन यहाँ मेरो राख्नु भन न एकछिन एकछिन राख्नु त्यो त्यसको आशाले म आएको होइन आशा होइन हो आशा हाटाको नाति पनातिनी तपाईँहरूको आशीर्वादले अलिअलि कमाएर आयो अनि त्यही भएर अलिकति दिएको ल फेरि यो राख्छु अब नयाँ लाउनु पर्छ पनातिनीको मायाको चिनो बाजे पनि लाउनु न अनि दुबई बस्नु भयो दुबईको चिनोमा लाउने भएँ यो अब ल यो बाजेले गोल्ड स्टारको जुत्ता लगाइराख्नुहुन्छ त्यो पाएन आज अनि त्यही भएर ओको छ मोटाको हामीले भाडा होइन पनातिनीको पो त खुसीले पो त बाजे त्यो त हो आइरहनु छैन र अब भोलि बिहान लिएर त्यो पनि लाउनु पाउनु नातिनी पनातिनी जागिरे होस् भनेर धर्म त मैले गरेको आशीर्वाद त दिनुभएको हो नि साकु बाजे आशीर्वाद दिनुभएको होइन हो आशीर्वादमा दिए बाजे ओको मान्छे म चाहिँ अब घुममा चाहिँ के लाग्छ लु चाहिँ मान्छे लाङडाङ छ क्या दौरा बाजे आइरन मान पाक्छ कि खाडीको दौरा सुरुवाल पनि बनाउनु दिएको छ त्यो भोलि बिहान लिएर दिन्छु अनि त्यो लगाएर नाच्ने भोलि त्यो नाच्नुको के को खास उठेर जाऊ न हैन एउटै साइजमा छ मिल्छ कि मिल्दैन नि तर होइन यो ल हो तपाईहरु नातिनी पनातिनी जनातिनी जागिरे होस् मोचा पनि छ र बाजे जुराफ बाजेलाई यी पनि दौरा सुरुवाल आशीष लागोस् सबिना बाजेलाई नयाँ टोपी लगाइदिनु अहिले यो टोपी लगा बाजे भोलि लुगा लाउँदै होइन एकछिन फोटो खिच्दाखेरि क्या दुईजना बाजे अझै आफ्नो पालो पाइलट पढेर पाइलट हुनु पर्छ अघि कस्तो मिसिनहरू हेर त्यो पढेको काम होइन तपाईँहरू अझै पढ्नुपर्छ पाइलट हुनु माथि कुहिरोमा उड्ने हुनुपर्छ
आशीर्वाद गर्छ है ल हुन्छ साकु बाजे ल हो साकु बाजेको त्यही त्यो धर्म ल यो त्यस्तो छैन भनेर दिएको नसोच्नु बाजे क्या पनातिनीको थोरै भए पनि लगाउन पाउनु हामीले पनि तपाईँलाई दिन पाउँदा भाग्यमानी पो त हामी भाग्यमानी अब जनातीको पनि लाउनु पाऊँ हो म त भाग्य मान्छेको भाग्यमानी पो त ठुलो जनाती हेर्नु हुँदैन भने जहाँ त रेडियो बजाउँथ्यो पर्सुनाथ्यो नाच्यो खै मरेको अहिलेको छोरो भइ लाग्दैन बाजे कति तपाईँ पहिलो पुस्ता यता दोस्रो मेरो बुवा तेस्रो हामी चौथो अब पाँचौँ पुस्तासम्म अब साकु बाजेले तालिलो अब जागिर खानु चाहिँ यहाँ त दुबईमा मरिन्छ कि पनि बाँचेर आउनुभयो अझै अर्को ठाउँ जानु हो क्या नि हो बाजे गरेर खानुपर्छ म जहाँ त भटाउँदाखेरि घरमा नबस्नु खालि आएर काटेर म हिँडेका गफ होइन अलिअलि दुःख पाएको होइन पाहाडमा दुःख पाउनुपर्छ ठुली नातिनी हो तर दुःख सुन्नुभयो? जसले दुःख गर्छ त्यसले मात्रै पाउँछ 17 बाह्र बुल्नु संसार भने त्यो कहिले पाउँदैन जेठ्यो दिया मनमा सोचेन मन त आओ सम्पत्ति मैले दुःख नगरेका होइन बलराम गुरुङ छोराछोरी ज्याठा कोका खोला त यहाँदेखि पर रोडसम्म जान्थ्यो ज्याठा आठाना तिरेर चामल बोकेर खाएको झर्नु ज्याठा 14 म हिँडेर झर्छु हिँडेर पुग्छु हो जाँदा गाडी आउँदैन नेपाली छोरी हिँडेको भन्नुहुँदै थियो अहिले पनि जाथा भन्नुहुँदैछ बाजे कति बाजे 94 वर्ष पुग्नु भएको यता बाजे 69 69 हो पेस हिजो पेस गर्नु भन्थ्यो होइन यो यो बाजे कोट मलाई विदेशबाट आएर मलाई कोट किनिदिनु भनेर आशीर्वाद दिनुभएको होइन 25 वर्षको फरक क्या बाजेहरू 25 वर्षको फरक कोट खोले देखाइदेऊ न अल्लोको कोट बाजे है खाडीको दौरा सुरुवाल बनाउन दिएको छ ल भोलि बिहान लिएर अनि त्यो भोलि ऊ लगाउनु लगाउने खोज्नु हुँदैछ बाजेले यसरी बाजे भोलि अनि भोलि लगाएर भोलि साकेला नाच्नुपर्छ है बाजे ल ल ल ठुलो भाइ तालीले ताली बाजे कम्ता छैन बाजे पनि लगाउनु भोलि दौरा सुरुवालसँग लाग्नु मामा यो टोपी लगाऊ टोपी पनि लाउनुहुन्छ नि टोपी त छ बाजे भोलि लगाउनु पर्छ है हजुर भोलि लगाएर साकेर डुङ्की डुङ हाय गोली सबै जुत्ता त खोजेको नि तर भेटिन क्या यो खोलेर लाउनु न बाजे सेतो कपाल भनेको रहेछ बाजेको यो मिलाएर लगाऊँ बाजे यहाँ हाम्रो अर्को लजाउनु नि हाई पनि खुसी लाग्यो नि बाजे मोड्ने बेलामा खुसी लागिरहेको छ नि भाडा लाग्यो भाडा भाडा त लाग्दैन त्यसरी आफैले जन्मेको छोराछोरीको उयोलाई त आशिक लागेको निमना चाहिँ म भइ लाग्छ त नि लु खाना नि आफ्नो सन्तान सबै हाम्रो अर्को बाजेलाई पनि लगाइदेऊ न हाम्रो अर्को बाजेलाई पनि लगाइदेऊ तर ल्याउनु बाजे आफ्नै सन्तानहरूले दिएको लाउनुलाई खानुलाई के को भाडा न कुरा भाडा होइन त्यसरी भाडा हो कोराइ न भाडा अर्काकोहरूले दिएको पो भाडा तिर्नु सकिँदैन भन्छ आफ्नै सन्तानहरूले दिएको त भाडा लाग्छ भन्नु भाग्यमा नि यसो जेठी मासिक बनिदिनु भाडा लाग्छ नभन्नु क्या भाडा लाग्दैन लाग्दैन भाडा त गाडीले पो लिन्छ कम्ता सुहाएन लु भोलि भोलि अब लगाएर फोटो खिच्नुपर्छ दौरा सुरुवाल ल भोलि बिहानै दाउरा आउँछ यो सधैँ छ त भोलि खाडीको लगाउनु पर्छ बाजे नयाँ भोलि आइरन लगाएको छैन भनेर लिनु नगएको खाडीको मैले बनाइदिएको छु खाडीको दौरा सुरुवाल लायो भने के हुन्छ अरे बाजे अर्थ है खाडीको दौरा सुरुवाल लायो भने के हुन्छ अरे त्यो धोतीसँग लगाएर म बाँचेको बाजेले त लाउनु भयो यसरी पिउरी काट्यो ऐटोमा अनि लारी बन्यो
फेन चलाइदिनु बाजेलाई त्यहाँदेखि कोक जान्ने पोलमा माङकै बाजे चाहिँ अनि ड्रेस लगाइदिएपछि चाहिँ अनि राम्ररी सोध्नु त्यहाँदेखि न अनि ओली भएको भए झन् कति राम्रो हुन्थ्यो मालपुमा पकायो त्यहाँदेखि टान लाएर बेलुका उठाउने अनि त्यहाँ कोका टिप्नु कसुरी त्यस्तो लाएको खेलासी त होइन ल ल अब भात खानुपर्छ एकछिन बस्नु बस्दाको चामलले हामी बसेको म जुटा छ मम्मी तपाईँ जानु न एकछिन अब नातिनी जम्मा मनाएको हुन्छ डेडीको साथ आउन यहाँ तपाईँ पनि हो जानु न भिडियोमा पहिलो एकछिन मात्र पुस्ता दोस्रो तपाईँ तेस्रो हो नि त यतिको लागि मैले धर्म गरेँ यहाँ छेउमै छु जे चिपुआरी मुडा देऊ न मम्मीलाई हुन्छ पर्दैन जेठी मुडा देऊ मम्मीलाई बस्नु न कहाँ चेपिनु भएको थियो फोटो लोसाल्नु है हुन्छ बाजे हो नातिनी भयो। ओकोर म नदुखाउने मम्मीलाई चाहिँ बोर्की अब मलाई चाहिँ वर्कियो भने तपाईँलाई मलाई पनि अनि बाजेहरूलाई दिँदा अब अनि कसरी तपाईँ पनि खोलेर हेर्नु लु खोलेर हेर्नु लु ल मलाई चाहिँ भाग्य मान्छे हो। किन भएन ओ नातिनी बाजे मम्मीको बोर्की हेरौँ त सबैले खोल्नु न तपाईँ पनि बाजेहरू जस्तै ल ल सबै छेकेर लु माकुरे फोटो बाजे मम्मीको बोर्की हजुर मम्मीको बोर्की मेरो बाजेले पनि मोजा दिन लाग्यो मम्मीलाई मम्मीको अब यही एउटा लास्ट इच्छा थियो होइन ल जुत्ता पनि लगाऊ जुत्ता लगाउनु तपाईँ हेरेर उता हेर्नु बाजे जुत्ता लाउनु लाग्नु भएन दिएको कुरा खाने के अब लगाएरै सुत्नुपर्छ बाजे अब यो डेडी र मम्मीको सबै एउटै भएको बाजे मम्मीको दुईजनाको भएको एक्लैलाई यस्तै र मैले पनि सोधेको कि यसले मलाई ढाँटेको कसले लु लगाइदेऊ न त लगाइदेऊ राखी तर्सेको क्या हामी लगाइदेऊ न लु तपाईँले एक्सेप्ट गर्नुभएको थियो म त उसकै भनेर साँच्चै रोहिणी भएरै दिन आँटेको भनेर सोच्दै थिएँ क्या त्यो लु छिटो न मन पर्यो कि परेन होइन जेठिया लगाइदेऊ न लु लु लै खदा लु लु चुप्पा गरिदिनु त लु लास्ट इच्छा नि पुरा तपाईँहरू त चुप्पा गर्नु बाजे जुत्ता लगाइसक्नु भयो यो चाहिँ डेडी र मम्मीकै भाग अब दुईजनाको भागमा एक्लै लाउनु हट आज त घाँटी नि भारी भइरहेको होला तपाईँहरू चाहिँ यता इमोसनल हुनु कि बाजेहरू जुत्ता लगाएर रेडी भइसक्नु ओइ बाजेको यो लुगामा कति राम्रो देखेको नि खारीको पनि अनि राम्रै हुन्छ तब खारीमा मम्मीको लास्टै एउटा इच्छा थियो होइन अब बाँकी रहेको यही थियो जति बेला नगेटी अब भोलि फेरि गाडी सकेर सकेर नाच्ने होला नाच्छु म त एकछिन त लुगा लाउँछु ल्याङ गर्नु छ जहिले के अरे पुरा नै भएको छैन बाजेको भन्नु छ खासमा तपाईँको लागि यत्रो तयारी गर्छु मावि चाहिँ जेठिया हजुर भाग्य मान्छे र पो ईश्वरले दिए हो बाजेले पनि त्यसरी सम्झिनु पर्यो भाडा होइन खलासी होइन हामी भाडा उठाउनु भाडा लाग्दैन क्या आफ्नो सन्तानहरूले दिएको त मम्मी त सुध्रिसक्नु भयो अब बाजेहरूको पालो होइन भाडा दिनु छैन दिनुहोस् त लुमा उठा बाँध्दा तेलको भाडा गरेर धेरै भएको छ ल है जुत्ता लाउने तयारी गर्नु हुँदैछ बाजेहरू धेरै छैन धेरै छैन धेरै फराकिलो नसोच्नु धेरै माथि छैन अहिले चाहिँ इच्छा पुरा गर्दै गर्नु साँच्चै कि जान्नेले यसरी गर बिल खोज्नुभएको हजुर एकैछिन है यहाँ न गिफ्टहरू बिल खोजिरहेको हुन्छ रियालिटी चेक पहिला बिल हेर्नु पर्यो भनेको क्या किन हेर्नु पर्यो हौ? बाजेलाई जुत्ताको बिल सुन न आमाको मुखेर दिने कि त्यसको लागि मैले अर्डर गरेको थिएँ तर ढिलो भयो क्या अनि अहिले ठिक्क जेठिया हजुर जान्नेले सिर्कल नजान्ने खुर्पाको बे ताली
पनातिनी जनातिनी हेरे तपाईँहरू असिन बसिन भइसक्यो उता बाजेले के कुरा जुत्ता लगाएर रेडी हुनुहुँदैछ रनिङ जान यहाँ न तिमी पनि खुसी पाइयो ल है हाम्रो बाजेहरू भोलिको भाग दौडको लागि एकजना कान्छा राई अरे एकजना जेठा राई अरे अनि यता माइली राई यता जेठी राई ल है अनि म चाहिँ कान्छी राई ल है गाई सबै राईहरू एकछिन म परिचय दिन्छु ल मेरो होइन मेरो मम्मी बुवा होइन बुवा अहिले हुनुहुन्न ऊ फोटोमा हुनुहुन्छ उता देखाइदिनु उहाँ अलिक विदेशमा हुनुहुन्छ अहिले आउन सक्नुहुन्न होइन अनि मम्मी बुवा अनि उहाँको ससुर मेरो बाजे अनि उहाँको पनि बुवा मेरो बुवाको बुवाको पनि बुवा हाई भनिदिनु बाजे अघि मैले कस्तो सिकाएको थिएँ हाई हेलो दुईजनाकै हेलो हेलो 3 2 1 गो हेलो हातले दुईजनाले हेलो भन्नु न हेलो हेलो उसले सिकाएको बाजेहरू सबैजना हेलो गरौँ ल 3 2 1 हेलो बाजेहरू भोलि 8 गते बाजेहरू भोलि भागदौडको प्रतियोगितामा सफल जुत्ता लाउन सफल भइसक्यो अनि यता हाम्रो मम्मी छोरीको यता इमोसनल मोमेन्ट यता बाजे यो ढल्काएर मम्मी चाहिँ अब नाच्नलाई अहिलेदेखि रेडी ला बाजे फेरि खासमा यता देऊ न खासमा कि मम्मीले चाहिँ नि अब राइडरसँग फोटो पनि खिचिहाल्यो अब राइडर आउँदैन भनेर थन्काइ पनि सक्नुभएको छ क्या होइन तर मलाई लाग्छ भोलि लाउनुहुन्छ तिमी चाहिँ के गर्छौ तिमीलाई लाग्छ केही भएन है अब बाजेहरू केही जुत्ता लगाउँछु सोचे 3 2 3 2 1 गर्नु लु बाजे छिटो 2 यसो गर्नु 2 आइज पुइ बबी पनि गई किन बाजेर हेलो एभ्रिवान हाम्रो चाहिँ यहाँनिर हाम्रो फ्यामिली ग्यादरिङ होइन हाम्रो यहाँ परिवार भेला भइरहेको छौँ म मेरो मम्मी बुवा हुनुहुन्न होइन बुवाको बुवा उहाँ हेलो मम्मी डेडीको सानो पनि है तपाईँले है डबललाई छोरी यता मेरो बुवाको बुवा बाजे हाई बाजे अनि उहाँको पनि बुवा हाई बाजे हामी 4 पुस्ते भेला भएको छौँ अनि मेरो कान्छी बहिनी सबै एकैचोटि दिने भनेको थियौँ भएन तर मम्मी बाजे अर्को बाजे पाप भनेको नगर्नु है भन्नुहुँदैछ गर्नै हुँदैन ताली ओ बाजे बाजे अब खाना खाम है के मलाई खाना पस बाजे मम्मी यो पहिलो बाजेको ल एउटै हो के साइज दुईटैको एउटै हो लु यहाँ राखेको छु कि बाजेहरू अब ल भात खानु अब भात खाम बाजे चाम बाजे भात खाम जुत्ता खोल्नु नि हो भोलि लगाउनु पर्छ अब भोलि कहीँ जाँदैन नयाँ दौरा सुरुवालसँग लाउने र बाजे ल बाजे नाच्नुहुन्छ होइन बाजे तपाईँ पनि बाँध्दा नाच्नुहुन्छ होइन हाम्रो बाजे चाहिँ सोझो कतापट्टि जानुभएछ यता राखौँ यता भित्र राखौँ यता भित्र राखौँ यहाँ राख्ने ठाउँ छ म राखिदिन्छु यो चाहिँ हाम्रो जुत्ता दोकान होइन है गाइजहरू होइन यो चाहिँ हाम्रो आफ्नै कलेक्सन हो कि यति धेरै छ तर लाएर हिँड्ने बेलामा चाहिँ फ्याटफ्याटै सबैले लाएर हिँड्ने हो कि कलेक्सन सबिना बान्ता राईले नि यत्तिकै हिल पनि लाएर चाहिँ हिँडेको गाइज होइन अब अहिले चाहिँ मोटी भएर देखाएको त म कतिको मोटी भएको छु
अब त थाम्दैन अब त यतिको मोटी भएको छु होइन गाइस अब यतिको 5 इन्चको हिल लगाएर हिँड्न चाहिँ कति गाह्रो हुन्छ होइन हिँड्न चाहिँ सकिन्छ कन्फिडेन्ट लेभल छ तर अलिकति गाह्रो लाग्छ सो अब चाहिँ तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ खुसी लागिरहेको छ अब सबै च्याप्रा हो अब चाहिँ के लाउनु फेरि माग्नु ल फेरि अब अर्को टिका माग्दिनँ अहिले टिका हौ अब पछि टिका भन्नु न मेरो भागमा ए बबीको भागको टिका निक्लिन्छ त्यो लाउनुपर्छ नयाँ